वेलकम टु क्रिकेट ब्लग गाइस। आज चाहिँ हामी यहाँ कोडा भन्ने ठाउँमा जाँदैछौँ घुम्नको लागि। बिहानको 6:45 भएको छ। आफ्टर सो लङ टाइम म चाहिँ एउटा टक्क युट्युबको लागि सानो भिडियो बनाइदिउँ न भनेर आएको छु होइन गाइस। अब रुमबाट चाहिँ हामी निस्किसक्यौँ ट्याक्क। अब म त खोला चाहिँ यस्तो दामी प्रोटेक्ट गरेको हुन्छ नि। हाम्रोमा त कोसीतिर पनि यस्तो प्रोटेक्ट हुँदैन क्या होइन त। यस विकसित देशको हरेक कुरा विकसित हुने खोला थुन्दा पनि खोलै सजाइदिएको आँट हुन्छ क्या खोलामा पनि। गाइस हेर्नु न त्यहाँ त्यो ढुङ्गा कस्तो दामी बनाएको छ यिनीहरूले। बेग्लै पारा भने जस्तो छ क्या यिनीहरू। बवाल छ हेर्नु। यस्तो गाउँ हो यो चाहिँ, अलिक गाउँतिरै बसाइ छ हाम्रो चाहिँ। तर बवाल छ। जापान आएपछि लगभग यो दोस्रो मर्निङ होला यति चाँडै उठेर हिँडेको। घुम्न चाहिँ छोडिँदैन नि फेरि पाएपछि त भनेर यहाँ हिँड्दैछु गाइस। आज पुग्न चाहिँ कहाँ पुगिने कस्तो ठाउँ पुगिने थाहा छैन। गुगलले त राम्रै देखाएको छ। अब हामी पुगेपछि तपाईँहरूलाई ढुक्कै देखाउने। लक्किली आज त 1 मिनटमै ट्रेन भेटिएन दोस्। कुद्दै कुद्दै आउनु पऱ्यो होइन। गलियो नभए फेरि यो ट्रेन नभेटेको भए आधी घन्टाभन्दा धेर बस्ने। फुचुके ट्रेनहरू चाहिँ बढी आएर छ क्या जापानमा गाइस। यहाँ दोषहरूले चाहिँ ढिलो गरेर हामी अहिले यहाँ एकीमा रेल पर्खिरहेछौँ है। दोषहरू चाहिँ किन हो हिँड्छौँ हुने यत्रो बेर लागेको हो होइन। म त भोलि बित्तिकै लुगा लगाएको हाम्रो चौधरी दोष आउने है हिँड्छौँ भट्टा। चौधरी ओराले त अनि जापान खायौ त यार तिमीले त यार। ल फेसबुक आइडी के हो यार भनिदेऊ यार। नेक्स्ट ट्रेन चाहिँ हाम्रो आइसकेको छ। बवाल हुन्छ है जापानको ट्रेन चाहिँ बवाल हुन्छ। यस्तो दामी लाग्छ भित्र पनि बवाल हुन्छ गाडी। त्यो ट्याक्क पक्रिने ठाउँ समुद्रको किनारै किनार। गाइस यो चाहिँ खतरा घना जङ्गल हुन्छ। बवाल मजा आउँछ हेर्दाखेरि। यो चाहिँ कादाको के हो। अब हामी निस्किन चाहिँ यताबाट निस्किनु पर्छ। अब हाम्रो टिकटले काम गर्छ कि गर्दैन भन्ने चाहिँ गयो। ल बाई बाई हाम्रो ट्रेनलाई। अब यहाँ हाम्रो टिकटले काम गर्छ कि गर्दैन भन्ने कुरा हो। यहाँ टक्क छिराउने हो। मलाई आरिगातो भनिसक्यो। ठिक छ। अब केटा हो कताबाट कता जाने हो थाहा नै भएन। दामी घाम लाग्यो है। अहिले चाहिँ यहाँ म्याप हेरेपछि झन् यो काडामा धेरै घुम्ने ठाउँ देख्यौँ। अनि हामी चाहिँ लास्टै कन्फ्युज भयौँ। अहिले हामी यहाँनिर छौँ। अब हामी टक्क यो बाटो यो रातो देखाएको हुँदै यहाँनिर आउनु हो। यहाँ जानु हामी चाहिँ अब गाइस यो चाहिँ जापानको ढाबा हो। हाम्रो टक्क जक्सन हुन्छ नि चिया खाएर त्यस्तै जक्सन हो यो चाहिँ। अब हामी चाहिँ लाग्यौँ। हामीलाई पनि थाहा छैन। ओ केटा तँ एउटाको म्याप खोल न तँ लोकेसन हानेर। म भिडियो बनाउँदैछु। जङ्गललाई यसरी पहिरो आउँछ भनेर ट्याक्कै प्रोटेक्ट गरेको छ क्या माथिसम्म। पारै बेग्लै सम्पन्न देश।
दाउरा चाउरा लिन जाने ठाउँ अरे केटा हो त्यो। यो चाहिँ बस्ती हो है, ट्याक्क दामी छ। दामी छ है, गल्ली पनि बवाल मजा आउने है हिँड्न। गल्ली नै बवाल यार जापानको त। एकदम डर झिरुवा साथी, कहीँ पनि नजिरौँ भन्ने। गल्लीहरू चाहिँ यस्तै हो, नेपाली फिल्ममा सिन आउँछ नि फाइटको अनि भाग्ने, त्यस्तै भाग्ने सिन जस्तै छ। डाँडा सानो खोला आइपुग्यो, उता चाहिँ च्यान डाँडा है गाइस। यता रहेछ माछा पालन हो। तलतिर मासतिर कहीँ पानी जाँदैन। हेर न, गाउँमै यस्तो गरेर माछा पालन गरिदिएको छ। थेट के हो यार यो। अनि के माछा पालन हुने बित्तिकै माछा देखिहाल्छ त दोष, मुनि होला माछा गलेको होला यतिखेर होइन। पौडिँदा सुत्नु परेन, माछा चाहिँ सुतेको होला। अनभिज्ञ भएर हिँड्न पनि बडो गाह्रो छ। कताबाट के निस्किने, कहाँ हिँडेको, के गरेको केही थाहा छैन हामीलाई। हामी ऱ्यान्डम हिँडिरहेछ। जानलाई एकदम एक्साइटेड भएको छौँ, तर पैसा अलिकति धेर लाग्दो रहेछ। नपुगेर बेङ हाइज्याक हानेलाई जान्छ। खुलो ल, हाइज्याक हानेर बसेको छौँ। टक्क लाइट खुलो। अब हामी यहाँ छिर्दै बित्तिकै ड्याङ्ग पैसा काटेर टापु जानलाई यस्तो स्पिड हानिन्छ नि, कुद्दै जानुपर्छ। त्यो 9:30कै बोट भ्याउने हो। जाऊ न दोष, ढोकामा उग्यो न, खुली त खुलो भन्दा पैसा झिक्न मिल्यो त। फेरि जापानको टाइम पनि बडो पङ्क्चुअल हुन्छ यार। बुढालाई ढोको दोषले अब केही पाउँछ उसले, दक्षिणाहरू। ओखाने का इप्पायारु ने आहा सुगोइ ने हासिरी मासो। गाइस हामी चाहिँ बोट चढ्नलाई एकदम एक्साइटेड छौँ। अघि पैसै भएन क्या हामीसँग, फेरि पैसा सब कुद्दैछौँ। फास्ट कुद्दै गर, ट्याक्क सँगले केटा कुद जगिङमा केटा हो, जगिङमा है लाइन लाग केटा हो। Let's go. हामी चाहिँ अघि त्यहाँबाट टक्क चढ्यो। फाइनल्ली निस्किसकिएको छ डेस्टिनेसनको लागि। हामी चाहिँ टक्क गइरहेछ दोस्तो। फर्स्ट टाइम मजा आउने यार। हाम्रो म्याप हो गाइस, कता पुगिन्छ यहाँबाट ट्याक्क यत्रो ठाउँ घुम्न पाइने रहेछ। ल लेट्स गो गाइस। इफ यु हेभ अ फ्रेन्ड एभ्रिवेयर इज नेपाल गाइस।
जहाँ पनि नेपाल लाग्न सक्छ हामीलाई यदि नेपाली भइयो भने। कस्तो दामी रुखको छाडी है। नेपालमा समुद्र मात्र छैन क्या, तर यसो काहीँ हाइक जाँदा जस्तै सेफोक्सुन्डो जाँदा त्यो कालीगण्डकी के अरे सेफोक्सुन्डोमा हाइक जाँदा के को किनारै किनार हिँड्नुपर्छ क्या त्यो नदीको थाहा नै होइन मलाई। त्यो सेफोक्सुन्डोबाट टक्क टाइगर बिस्कुटको साथमा आजको हाम्रो यात्रा सुरु हुँदैछ होइन। चौधरीबाट के छ त तिम्रो भनाइ, कस्तो ठाउँमा आइयो त आज? ल अनि हाम्रो बर्डर के छ त? ए ल के छ अनि हाम्रो फेसन, कुन फेसनको लुगा लगाएको छ? लुकास फेसन पेरिसको भेष लाएर चाहिँ। अनि के छ त बर्डरको भनाइ? दामी लागिरहेछ। यो चाहिँ हाम्रो नेपाल आए जस्तै छ, तर समुद्रमा त फरक देखिरहेको बाटो पनि पिच नरहेछ, दामी छ। बब्बाल छ है गाइस। ल पहिलो ट्रेकिङ हो यो चाहिँ हाम्रो जापानमा गाइस। न्याउरी मुसा, न्याउरी मुसा। मेरी मायालो तिमीलाई सधैँ सम्झिरहने बाछा भयो मेरो यही ठाउँबाट। केटाहरूले नेपालबाट ल्याएको दालमोठ खाँदैछु है गाइस म चाहिँ। दोस्तलाई धेरै धेरै धन्यवाद। दालमोठ खाइ छे, हाइकिङ हिँडाइ छे जापान में। नो स्निकर, नो किटक्याट, नो डेरी मिल्क, ओन्ली दालमोठ गाइस। रक्सीसँग खाने अरे ट्रेकिङ खाँदा हिँडाउने केटा। त ताका चाहिँ तोप हान्ने ठाउँ चाहिँ अहिले कुन चाहिँले तोप हानेर यस्तो भग्नावशेष अवस्था। हेलो गाइज, आई एम फ्रम नेपाल, हाउ आर यू? इखाइ आतारासी तोकोरोनी इत्ता सोनो आतो इकिता कुनाई हो दाइजोबु यो सुगोइ न निहोंगो जेउजु ने नानी मो मित्ता नाइ मो किरेइ देशो मित्ता कुनाइ सुगोइ न मेच्चा किरेइ न खेवा वाताशी wa kono tapu no namae wa wasuremashita. Shimano. Namae wa? Namae wa watashi mo wakaranai. Doushite? नेपाल भएको के गर्थ्यो रे दोस्त यसलाई, यो सुकेको काठलाई? एकै लाठी हानेर ठनकै भान्दिने म त। तर गाइज के गर्नु, अर्काको देशमा हाइकिङ गर्न पनि गाह्रो छ। तर यस्तो बाटो साटो देख्दा चाहिँ आफ्नै देश जस्तो लाग्ने क्या है, जङ्गल ठक्क। क्यों नो हाइकिङ वा दो देश का गाइज? राम्रो लाग्यो।
बाकासानहरू इडेस इडेस बाकासानहरू बा बोकासान बाकासान तो नेपाल गोदे बोकासान वा ओनाजी देश ने सुइने सान बोकासान वा आरवित्तै मासीमा सान मात्र गरे सान्निन सान्निन यो मान्छे सान्ने घिउनिन सान्निन बोकासान वा इमा हाइकिङ हो सित्तैमा बोल्नेवाला नि बोकासान छ यो अरिङ्गाल बारुलाले केही हुँदैन क्या केटा हामीलाई यस्ता मौरी केही हुँदैन रेजी हान्दा टुटुल्को आयो भने के हो मान्छे हाँस्छ कोरेवा नान देशका भन्ने कोरेवा मौरी नि टोकीमा सीता भन्ने गम्बारे गम्बारे बङ्गर गाई यो चाहिँ सेना बस्दो रहेछ पहिले यहाँ यो ठाउँमा विशेष चाहिँ अब विश्वयुद्धताका होला सायद पुरै बङ्गर है यहाँभित्र माथिबाट बम झारे पनि के हुने यहाँ पुरै यस्तो छ एकदम डर लाग्दो क्या अँध्यारो माथिबाट बम झर्दा पनि केही नहुने होला यस्तोमा कसरी बस्थ्यो यार सेनाहरू यस्तो डर लाग्दो ठाउँ छ नि हैट कहाँ थियो本当すごいねこの島は島意味はネパール語でダブわかりますかはあこれはダブですねこれは海です海意味はネパール語でसमुद्र हामी चाहिँ एक राउन्ड हानेर गलेर फाइनल्ली आइपुगेको छ अब फेरि यहाँबाट चढेर फर्किने हो गल्यौँ हामी अब चिलमा बस्ने होइन हाम्रो चाहिँ 2500 सक्यो आजलाई यति नै भन्न चाह्यो भने हामी चाहिँ छिर्दैछौँ फर्केको गाइज हामी यो टापु हाइकिङ हानिसकेर